हजुर हजुर नमस्कार। म जीवन परदेशी। हजुर नेपालको पहाडी क्षेत्रमा प्रायजसो बाँदर चितुवा र दुम्सीले आतंक मचाइरहेको बेलामा म एउटा सुझाव र सल्लाह लिएको छु। तपाईँलाई कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया दिनुहोला। सर्वप्रथम त म भन्छु बाँदरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ। एक बाँदर छोपे बराबर 1000 अथवा 500 रुपियाँ पुरस्कार दिनुहोस्। कुनै व्यक्तिलाई त्यो बादल छोप्छ र त्यसलाई चाहिँ न्यूनीकरण गर्न सबैले चाहिँ गाउँपालिकामा बाँदरहरू छोप्नु पर्यो। अनि चाहिँ गाउँपालिकाले त्यसलाई चाहिँ नियन्त्रण गर्नलाई चाहिँ एउटा चाहिँ एरिया जङ्गल छुटाएर त्यसलाई चाहिँ जाली लगाएर त्यसलाई चाहिँ राख्नु पर्यो र त्यहाँबाट चाहिँ अन्त जान दिनु भएन। र चाहिँ त्यो एउटा कस्तो भनिसकेपछि बाँदरलाई चाहिँ अब गाउँले सबैले चाहिँ बाट मिलेर किसानीहरूले मिलेर चाहिँ रातलाई चाहिँ पैसा 150 100 200 300 उठाउन पनि सक्छ। मान्छेले वर्षौँभरिको चाहिँ बाली सक्छ भने 150 1000 1500 उठाउनको लागि गाह्रो छैन। त्यही भएर चाहिँ किसानहरूले सबैले चाहिँ रात मिलाउने। सरकारले दिन्छ भने त राम्रै हो, सरकारले त गर्नेवाला छैन, यस्तो चाहिँ ध्यान उसको छैन। र त्यसलाई चाहिँ न्यूनीकरण गर्ने प्रत्येक जिल्लामा चाहिँ एउटा केन्द्र बनाएर एउटा जङ्गलमा चाहिँ नियन्त्रण गरियो भने प्रत्येक जिल्लाले चाहिँ सबैले चाहिँ त्यसलाई चाहिँ गर्न सक्यो भने चाहिँ बाँदरको चाहिँ न्यूनीकरण अवश्य गर्न सकिन्छ। त्यसको लागि चाहिँ तपाईँको प्रतिक्रिया कस्तो छ? धन्यवाद।